हाई गाइस, नमस्कार सबैजनालाई। आज पनि एउटा नयाँ टपिकमा नयाँ भिडियो लिएर आइसकेको छु। सर्वप्रथम स्वागत छ सलेन टेक युट्युब च्यानलमा। साथीहरु, मैले यहाँ खोलेको छु तेराबक्सबाट पनि पैसा कमाउन सक्नुहुनेछ। जुन तपाईले टेलिग्राममा गएर तेराबक्सका लिंकहरु हेर्नुहुन्छ, आई थिंक भिडियोहरु हेर्नुहुन्छ, मुभीहरु हेर्नुहुन्छ र तपाईले हेर्नु मात्रै हुन्छ। तपाईले त्यसलाई नै तपाईले अरूले दिएको लिंकलाई नै आफूले लिंक बनाएर अरूलाई शेयर गरेर तपाईले पैसा कमाउन सक्नुहुन्छ। यो त टेलिग्राम यो त तेराबक्सको अर्निङ मात्र भयो। जुन तेराबक्सको लिंक शेयर गर्नुहुन्छ र त्यसैलाई तपाईले युआरएल सर्टनर मार्फत युज गर्नुभयो भने युआरएल सर्टनरमा पनि तपाईले पैसा कमाउन सक्नुहुन्छ। जुन म तपाईलाई युआरएल सर्टनर देखाउने छु, जो मैले कमाएको छु। युआरएल सर्टनर तपाईले युज गर्नुहुनेछ तेराबक्स URL .in तेराबक्स URL .in युज गर्नुहुनेछ। मैले यसको लिंक पनि तपाईलाई देखाइदिएको छु। सिम्पल तरिकाको छ, तपाईले कुनै पनि दिक्कत आउने छैन। जो युजरहरुलाई सिधै लिंक मिल्ने छ, मैले यहाँ आफ्नो एकाउन्टलाई लगइन गर्छु। सिम्पली यहाँ तपाईले देख्न सक्नुहुन्छ मैले यो URL सर्टनर युज गरेको छु। जो मैले आफ्नो पेमेन्ट बनाइसकेको छु $25। तपाईले पनि सजिलै URL सर्टनर युज गरेर तेराबक्सको लिंकलाई शेयर गरेर तपाईले तेराबक्सबाट पनि पैसा कमाउन सक्नुहुन्छ र यसबाट पनि पैसा कमाउन सक्नुहुन्छ। त्यो कुनै दिक्कत छैन। म तपाईलाई आजै स्टेप बाइ स्टेप सिकाउँछु। र यसको लागि तपाईलाई चाहिन्छ फर्स्टमा तेराबक्स पैसा कमाउनको लागि तपाईसँग चाहिन्छ टेलिग्राम। जो टेलिग्राममा चाहिँ ग्रुपहरु हुन्छ, च्यानलहरु हुन्छ, जो तपाईले बनाउन सक्नुहुन्छ र तपाईले भिडियो हेर्ने र मुभीहरु हेर्नुहुन्छ भने यो कुरा तपाईलाई थाहा नै छ होला। त्यसपछि चाहिन्छ तपाईसँग दुईवटा एप्लिकेसन हुनुपर्छ तेराबक्सको लिंक शेयर गर्नको लागि। तेराबक्स र वेब मास्टर पनि तपाईले सजिलै पाउन सक्नुहुन्छ प्ले स्टोरमा। र पहिला तपाईले तेराबक्समा अकाउन्ट बनाउनको लागि कुनै पनि ठुलो कुरो हैन। जो तपाईले भिडियो हेर्दै हुनुहुन्छ भने यस्तो युजरहरुले हेर्दै हुनुहुन्छ, यो कुराहरु थाहा पाइसक्नुहुन्छ। र तेराबक्समा तपाईले जीमेलबाट एकाउन्ट बनाउनुहुन्छ र त्यही एकाउन्ट चाहिँ तपाईले वेब मास्टरमा पनि सेम टु सेम एकाउन्ट लगइन गर्नुपर्ने हुन्छ। र अब काम के हो त? काम हामीले जानेछौं टेलिग्राममा यस्तो च्यानल खोज्नेछौं जुन च्यानलले चाहिँ तेराबक्सको लिंक चाहिँ शेयर गरेको हुनु पर्यो सिधै। त्यसले चाहिँ युआरएल सर्भर युज गरे हुनु भएन। तपाईले देख्न सक्नुहुन्छ हामीले युज गर्नेछौं तेराबक्सको। यहाँ मैले एउटा एक दुईटा च्यानल तपाईलाई मेन्सन गरिदिने छु। यदि तपाईलाई चाहियो भने म टेलिग्राम, हाम्रो सलेन टेक टेलिग्राम च्यानल छ, त्यसमा तपाईलाई म राख्दिने छु। यहाँ मैले एउटा यो च्यानल, त्यसपछि अरु त्यहाँनेर छ यो च्यानल, यो चाहिँ अडल्ट ब्युटी वाला च्यानल, जसले चाहिँ तेराबक्सको लिंकहरु शेयर गरिरहेको हुन्छ। सिम्पली यिनी च्यानलहरु तपाईले राख्नुपर्ने हुन्छ र तपाईले यो च्यानललाई पनि फलो गर्न सक्नुहुन्छ। सिम्पली यो च्यानल तपाईले हेर्न सक्नुहुन्छ हामीले कसरी तेराबक्स लिंकको शेयर गर्ने भनेर। यहाँ तपाईले मैले प्राइभेसीको कारण केही ब्लर गर्नुपर्ने हुन्छ इमेजहरु। सो तपाईले देख्न सक्नुहुन्छ यसरी तपाईले राखेर ब्याकअप च्यानल लिंक दिएर या लिंक दिएर तपाईले पाउन सक्नुहुन्छ। अब चाहिँ कुरा आउँछ काम कसरी गर्ने त। सबै कुरा यहाँनेर नै अड्किन्छ। मानव यो च्यानलमा गए, म यो च्यानलको लास्टमा गए, यहाँ तपाईले देख्न सक्नुहुन्छ यसले चाहिँ भिडियो हालेको छ 18+ भिडियोहरु हो यो। म त्यसकारण ब्लर गरे। यहाँ तपाईले लिंक देख्न सक्नुहुन्छ, तेराबक्सको लिंक तल खुलेको छ। अब राख्नको लागि हामीले यसलाई कपी गर्नको लागि यो इमेजलाई हामीले सेभ गर्छौं। देख्न सक्नुहुन्छ सेभ भयो। त्यसपछि यहाँ तपाईले देख्न सक्नुहुन्छ तेराबक्सको लिंकलाई हामीले क्लिक गर्छौं, ओपन गर्छौं आफ्नो लिंक बनाउनको लागि। सिम्पली मैले ओपन गरिसकेपछि यहाँ तपाईले देख्न सक्नुहुन्छ यो एड आउँछ। सिम्पली यसमा दिक्कत मान्नुपर्ने छैन। यसलाई हामीले कसरी रिसिभ गर्न सक्ने छौं त्यो त यहाँनेर आइहाल्छ नै। यदि एडमा तपाईले झन्झट मान्नु भयो भनेपछि तपाईको काम नै झन्झट हुन्छ। अलिकति मेहनत नगरेर तपाईले कुनै पनि पैसा कमाउन सक्नुहुन्न। यहाँ तपाईले देख्न सक्नुहुन्छ यस्तो आइसकेपछि यहाँ तपाईले सेभ बटनमा क्लिक गर्नुपर्ने हुन्छ। सेभ बटनमा क्लिक गरिसकेपछि यस्तो आउँछ र सेभ गरिसकेपछि यहाँ चाहिँ नेटवर्क समस्या आयो, यो सेभ भइसक्यो होला। त्यही पनि आइसक्यो। तपाईले इन्टर गर्नुलाई सेभ गरिसकेपछि यो सेभ गरिसकेपछि हामी जानुपर्छ यसमा वेब मास्टरमा। तेराबक्सको वेब मास्टरमा गइसकेपछि तपाईले रिफ्रेश गर्नुहुन्छ। रिफ्रेश गरिसकेपछि यहाँ तपाईले देख्न सक्नुहुन्छ यो चाहिँ नयाँ जुन हामीले अगाडि गरेको लिंक हो। सिम्पली यसलाई सिलेक्ट गर्नुहुन्छ, त्यसपछि शेयरमा जानुहुन्छ। शेयरमा गइसकेपछि कपी लिंक गर्नुहुन्छ। यो तपाईको लिंक बनिसक्यो। यसबाट तपाईको जति मान्छेले हेर्नुहुन्छ यहाँ तपाईको पैसा जम्मा हुन्छ। त्यो लिंक शेयर भइसक्यो। यसलाई तपाईले यतिकै पनि शेयर गर्न सक्नुहुन्छ। तपाईले देख्न सक्नुहुन्छ यहाँनेर यसले यो च्यानलले यतिकै शेयर गरेको छ। तर यसको मतलब यो होइन कि हामीले थोरै पैसा कमाउँ, हामी धेरै पैसा कमाउनु हुन्छ। त्यसैगरी हामी URL सर्टनर युज गर्छौं। URL सर्टनर युज गर्नको लागि हामी जान्छौं तेराबक्स URL .in मा। त्यसपछि हामीले
डेशबोर्डमा जान्छौँ। डेशबोर्डमा गइसकेपछि यहाँ हामीले युआरएल त्यो जुन हामीले कपी गरेको त्यसलाई सर्ट गर्छौँ। सर्ट गरिसकेपछि यहाँ तपाईँले देख्न सक्नुहुन्छ त्यस्तै खालको टेराबक्सकै लिङ्कमा आउँछ। टेराबक्स url.in को यो पछाडि यसलाई कपी गर्छौँ। कपी गरिसकेपछि हामी यसलाई तपाईँले टेलिग्राम च्यानल बनाउनु भएको होला। यदि टेलिग्राम च्यानल बनाउन आउँदैन भने यो पनि अलिकति दिक्कतको कुरा हो। तपाईँलाई टेलिग्राम च्यानल कसरी बनाउने भनेर जान्न मन छ भने पनि म तपाईँलाई एकचोटि यहाँनिर सिम्पली सिकाइदिन्छु। यहाँनिर मेरो टेलिग्राम च्यानलको लागि हामी जानुपर्छ, कहाँनिर जानुपर्छ, यहाँनिर तलतिर सारेपछि यहाँनिर आउँछ। यहाँनिर आइसकेपछि न्यू च्यानलमा क्रिएट गर्नुहोस्। कुनै पनि च्यानलको नाम दिनुहोस्, टेस्ट 18+ म यसरी दिन्छु। त्यसपछि यहाँ डिस्क्रिप्सन कुनै पनि राख्नुहोस्। यसलाई तपाईँले चाहिँ पब्लिक च्यानल राख्नुहोस् या प्राइभेट राख्नुहोस्। प्राइभेट राखेपछि तपाईँले यो मात्रै लिङ्क सेयर गर्नुपर्छ र पब्लिक राख्नुहोस्। यो मेरो एकदम सजेसनवाला हो। पब्लिक राखेपछि कुनै पनि युज गर्नु सक्छ। यहाँ मेरो थुप्रै च्यानल छन्। मैले यसलाई अहिले वर्ल्ड कपवालालाई हटाइदिएँ। त्यसपछि मैले यो च्यानललाई क्रिएट गर्छु। यो क्रिएट भइसकेको छ। क्रिएट भइसकेको यहाँ तपाईँले दिन सक्नुहुन्छ। र कसरी दिन सक्नुहुन्छ भने अब तपाईँले त्यो लिङ्क कपी गरिसक्नु भएको छ। यहाँ मैले पहिले नै ठिक पारिसकेको थिएँ। यहाँनिर मेरो म पनि युज गर्छु। त्यसकारण मैले यहाँ पेस्ट गर्छु। यसलाई पेस्ट गरेर तपाईँको च्यानलको नाम यहाँ राख्नु होला। र त्यसपछि ब्याकअप च्यानल बनाउनु भएको छ भने ब्याकअप च्यानल, यदि ब्याकअप च्यानल छैन भने तपाईँले राख्नु पर्दैन। यहाँनिरबाट तपाईँले कपी गरे पुग्छ। यहाँनिरसम्म कपी गरे पुग्छ। र कपी गरिसके तपाईँले अगाडि सेभ गरेको इमेजलाई पनि राख्नुपर्ने हुन्छ। सिम्पली इमेजलाई सिलेक्ट गरेर इमेजलाई सिलेक्ट गरिसकेपछि यहाँ मैले त्यो अगाडि कपी गरेको सबैलाई पेस्ट गर्छु र यसलाई सबमिट गर्छु। यहाँ तपाईँ देख्न सक्नुहुन्छ यो मेरो च्यानलमा गइसकेको छ। यसरी तपाईँले आफ्नो अडियन्स जुन चाहिँ बढाएर तपाईँले यसरी दिनुभयो भने अब तपाईँले यो च्यानलमा गएर कुनै पनि मान्छेले लिङ्क खोल्यो, यसरी लिङ्क खोल्छ। यसरी लिङ्क खोलिसकेपछि त्यसले युआरएल सर्टनर मार्फत गयो। युआरएल सर्टनर मार्फत गइसकेपछि त्यसले ओपन गर्नको लागि दुईटा मध्ये कुनै एउटामा क्लिक गर्नुपर्छ। तपाईँका युजरहरूले थाहा पाउँदैनन् भने तपाईँले सिकाइदिनुहुन्छ। यसमा कुनै पनि क्लिक गर्यो भने त्यही भिडियो तपाईँले देख्न सक्नुहुन्छ टेराबक्समा आउँछ। यो एड हो। यसरी तपाईँले यसरी काम गर्नुभयो भने तपाईँले जस्तो मुभीहरू दिन सक्नुहुन्छ। तपाईँसँग मुभीहरू छ, कुनै मुभी च्यानलमा लिङ्क हुनुहुन्छ, त्यसले लिङ्क दिइरहेछ भने तपाईँले आफ्नो लिङ्क बनाउन सक्नुहुन्छ। त्यो लिङ्कलाई आफ्नो लिङ्क बनाउनको लागि कुनै पनि दिक्कत छैन, सजिलै बन्छ। र यसरी तपाईँले अरू च्यानलहरूबाट भिडियो हेर्नुहुन्छ र आफ्नो बनाउन चाहनुहुन्छ भने यसरी तपाईँले बनाउन सक्नुहुन्छ। मान्छेले हेर्नको लागि यहाँ क्लिक गर्छ। र साथीहरू यो भिडियो तपाईँलाई धेरै नै राम्रो लाग्यो होला। आई होप यो भिडियो तपाईँलाई धेरै नै राम्रो लाग्यो। साथीहरू यदि तपाईँलाई भिडियो राम्रो लाग्यो भने भिडियोलाई सेयर गर्नुहोस् ताकि तपाईँका साथीहरूले पनि यो कुरा जान्न जरुरी छ। र यसरी नै तपाईँले गर्न सक्नुहुन्छ। यदि तपाईँलाई कुनै पनि डाउट छ भने कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुन्छ। र हाम्रो टेलिग्राम च्यानलमा जोइन भएर तपाईँले सिधै डाइरेक्ट हामीलाई मेसेज गर्न पनि सक्नुहुन्छ। सबै म अर्को भिडियोमा आउने छु। तपाईँहरूको लागि जय नेपाल।